हेलो एभ्रिवान, नमस्ते। ह्याप्पी खिर खाने दिन। हजुरहरूले खिर बनाइसक्नुभयो त? बनाउनु भएको छैन? आउनुहोस् मसँग बनाऊँ है त। म चाहिँ आज साबुदानाको खिर बनाउँदैछु। साबुदानालाई मैले राति नै भिजाएर राखेको थिएँ अनि दुध उम्लेपछि मैले सानो ग्यास गरेर यतिको भएपछि हालेको छु। अनि साइडमा चाहिँ मैले घिउमा ड्राई फ्रुट्सहरू रोस्ट गर्दैछु। यसमा चाहिँ काजु र बदाम रोस्ट गर्छु फर्स्टमा, अनि त्यसपछि चाहिँ मैले नरिवल र किसमिस राख्छु। नरिवल र किसमिस चाहिँ डढ्ने हुन्छ, त्यही भएर ढिलो राख्नुपर्छ। अनि मैले यता दुध उम्लिँदैछ, त्यसमा मैले चिनी राखेँ। स्वादअनुसार चिनी राख्नु होला। म चाहिँ 2.5 चम्चा चिनी मात्रै राखिरहेको छु। अनि ड्राई फ्रुट्स पनि सँगै राखेर मैले यसमा सँगै ल्वाङ र सुकमेल पनि राखेको थिएँ, त्यो चाहिँ कट भएछ। अनि मजाले पकाउने, एकदम बाक्लो हुनेसम्म पकाउनुपर्छ। अनि पाकेपछि अब यो रेडी भयो। अनि मैले भगवानलाई चढाएँ अनि म अब आफूलाई पस्किँदैछु। हजुरहरू पनि खानुहोला। इन्जोय। ह्याप्पी खिर खाने दिन।